मन्त्रीपरिषद बैठकले गर्यो विभिन्न 4वटा निर्णयहरू। प्रधानमन्त्रीको अनुपस्थितिबारे नियमावली र संविधानको धारा देखाएर संसदमा सत्तापक्ष र प्रतिपक्षको चर्काचर्की। बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्री विरुद्ध भन्दै माइती घर मण्डलामा प्रदर्शन। सभामुखले तोकी नीति कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाब दिने दिन। संसदमा प्रधानमन्त्रीको राजीनामा माग। तेस्रो पटक बसेर संसद बैठक स्थगित। एमाले नेता बादलको टिप्पणी संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ। रासोपा सांसदको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल बारले लेख्यो सभामुखलाई पत्र। अवैध बाटोबाट अमेरिका पुर्याइएका युवा 14 महिना जेल बसेर डिपोर्ट। वडाध्यक्षद्वारा अमेरिका लैजाने प्रलोभनमा युवतीसँग 1.5 करोड ठगी र शोषण। सर्वोच्च अदालत परिसरमा अवांछित गतिविधिपछि रोशनीवादी प्रहरी नियन्त्रणमा। नमस्कार, देशैभरिका ताजा र नयाँ अपडेट सहितको सङ्गालो जनखबरमा यहाँलाई स्वागत छ। सत्य तथ्य र निष्पक्ष खबरको लागि हामीसँगै रहनुहोस्। अब समाचार विस्तारमा। सरकारले बुधबार बसेको मन्त्रीपरिषद बैठकमा विभिन्न 4वटा निर्णयहरू गरेको छ। मन्त्रीपरिषदले नेपाल सरकार कार्यविभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 मा संशोधन गर्ने प्रस्तावलाई पनि मन्त्रीपरिषदले स्वीकृति दिएको एक मन्त्रीले बताए। बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय समेत गरेको छ। त्यसैगरी मन्त्रीपरिषदले भूमि सम्बन्धी 21औं संशोधन नियमहरू 2083 स्वीकृत गर्ने निर्णय गरेको पनि उनले बताएका छन्। संघीय संसदको प्रतिनिधि सभा बैठकमा बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि विपक्षी दलहरूले तीव्र विरोध र अवरोध गरे। प्रधानमन्त्रीले दिनुपर्ने जवाफको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुम्पिएपछि विपक्षी सांसदहरूले संसदको हुर्मत लिएको र प्रधानमन्त्री गैर जिम्मेवार बनेको आरोप लगाए। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद नियमावलीको धारा 38 लाई देखाएर प्रधानमन्त्री सधैँ संसदबाट भाग्न नमिल्ने तर्क गरे। बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैर जिम्मेवार प्रवृत्तिका विरुद्ध भन्दै बुधबार माइतीघर मण्डलामा पम्पलेट सहित प्रदर्शन गरिएको छ। सहभागीहरूले मुखमा कालो टेप लगाएर बालेनको प्रतीकात्मक प्रस्तुति गरेका थिए। विपक्षी दलहरूले नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्रीको उपस्थिति नभएमा संसद बहिष्कार गर्ने चेतावनी दिएका थिए। प्रधानमन्त्रीको उपस्थिति नभएपछि आजको संसद बैठक विपक्षीले 3 पटकसम्म अवरोध गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममा संसदमा उठेका प्रश्नको जवाफ दिने दिन तोकेका छन्। सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधि सभा नियमावली 2079 को नियम 38 को उपनियम 1 बमोजिम 2083 साल वैशाख 31 गतेको दिन तोकेको जानकारी गराउँदछु। सभामुख अर्यालले भने। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जवाफमा प्रधानमन्त्री संसदमा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका हुन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई गैर जिम्मेवार व्यवहार भएको आरोप लगाउँदै तत्काल स्पष्टीकरणसहित राजीनामा दिन माग गरेका छन्। प्रतिनिधि सभा बैठक तेस्रो पटक बसेर स्थगित भएको छ। केही बेर अघि बसेको बैठक कार्यसूची अनुसार छलफलमा प्रवेश नगरी स्थगित भएको हो। तेस्रो पटक बसेको बैठकमा पनि विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। उनीहरूले छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेका थिए। अब अर्को बैठक बिहीबार 11 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपा विरुद्ध दिएको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले यस्तो निर्देशन दिएका छन्। बैठकमा एमाले नेता थापाले रासोपाको वैचारिक आधार र राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठाउँदै कडा आलोचना गरेका थिए। उनले रासोपा कुनै सुव्यवस्थित वा सुसङ्गत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी र अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाएका थिए। नेपाल बार एसोसिएसनले रासोपा सांसद गणेश पराजुलीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुख डीपी अर्याललाई पत्र लेखेको छ। मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद पराजुलीले कामु प्रधान न्यायाधीशले सडकबाट 2/3 सरकारलाई ललकारेको भनी अभिव्यक्ति दिएका थिए। तर उक्त अभिव्यक्तिले न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरेको बारको ठहर छ। एसोसिएसनका महासचिव सर्विष्ट अधिवक्ता केदार प्रसाद कोइरालाले सभामुखलाई पठाएको पत्रमा सांसद पराजुलीको उक्त टिप्पणीले 2/3 बहुमत प्राप्त सरकार उप कसैले केही बोल्न नपाउने भन्ने गलत सन्देश प्रवाह गरेको उल्लेख गरिएको छ। बारले यसलाई स्पष्टत निरङ्कुशताको बीजारोपण र प्रवर्धनको रूपमा व्याख्या गर्दै यस्तो बुझाइ लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको जनाएको छ। वैदेशिक रोजगारीका लागि बेलायत र अमेरिका पठाउने बहानामा लाखौं रुपियाँ ठगी गरी मानव तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले दाङको शान्तिनगर गाउँपालिका वाडा नम्बर 3 को 26 वर्षीय लोकमान खत्रीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानसँगको समन्वयमा सोमबार पक्राउ भएका खत्रीमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। 2081 भाद्र 18 गति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई दुबई पुर्याएको थियो।
त्यसपछि भारत, नेपाल, कतार, स्पेन, ब्राजिल, पेरू, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुआ, होन्डुरस र मेक्सिकोको जोखिमपूर्ण अवैध रूटबाट उनलाई अमेरिका पुर्याइएको थियो। अवैध रूपमा अमेरिका प्रवेश गरेको कसुरमा त्यहाँको प्रहरीले पीडितलाई पक्राउ गरी 14 महिनासम्म जेलमा राखेको थियो। जेल सजाय काटेपछि 2062 चैत 24 गते उनी डिपोर्ट गरी नेपाल फर्किएका थिए। नेपाल फर्केपछि पीडितले दिएको जाहेरीको आधारमा ब्युरोले खत्रीलाई नियन्त्रणमा लिएको हो। अमेरिका पठाउने प्रलोभन देखाई एक युवतीलाई विभिन्न देश पुर्याउने, बन्धक बनाउने, जबरजस्ती करणी गर्ने र करोडौं रुपियाँ ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा स्याङ्जाको पुतली बजार नगरपालिका वाडा नम्बर 4 को वाडाध्यक्ष 44 वर्षीय शिवबहादुर थापा पक्राउ भएका छन्। थापाले सामाजिक सञ्जाल व्हाट्सएप मार्फत पीडित युवतीसँग चिनजान गरी 60 लाख रुपियाँमा अमेरिका पठाइदिने विश्वास दिलाएका थिए। सोही योजना अनुसार 2078 वैशाख 11 गते उनले पीडितलाई काठमाडौँबाट दुबई पुर्याएर 1 महिनासम्म होटलमा राखेका थिए। थापाले आफ्ना एजेन्ट मार्फत पीडितलाई कोलम्बियाबाट पानामाको जंगल हुँदै मेक्सिकोको बोर्डरसम्म पुर्याउन लगाएका थिए। त्यहाँ पुगेपछि पुनः $20,000 माग गरिएको थियो र सो रकम दिन नसक्दा एजेन्टहरूले पीडितलाई मेक्सिकोमै अल्पत्र छाडेर सम्पर्कविहीन भएका थिए। अल्पत्र परेकी पीडितले अमेरिकामा रहेका आफन्त र अमेरिका स्थित नेपाली राजदूतावासको समन्वयमा ट्राभल डकुमेन्ट बनाएर 2083 साल वैशाख 2 गते नेपाल फर्कन सफल भएकी थिइन्। नेपाल आएर दिएको उजुरीको आधारमा ब्युरोको टोलीले थापालाई 2083 साल वैशाख 28 गते पोखराबाट पक्राउ गरेको हो। सर्वोच्च अदालतको इजलासमा सुनवाईको क्रममा अवांछित गतिविधि गरेको आरोपमा रोशनी बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ प्रहरीको अनुसार उनलाई हाल सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। प्रहरी प्रवक्ता पवन भट्टराईले अदालतमा विचाराधीन मुद्दाको सुनवाई चलिरहेको बेला इजलासभित्र हुलहुज्जे जन्ने गतिविधि भएपछि नियन्त्रणमा लिनुपरेको जानकारी दिए। रोशनी बादी पछिल्लो समय प्रदर्शनरत चलचित्र लालीबजार विरुद्ध आन्दोलनरत छिन्।